केही हाइलाइट्स हेरौँ हामी यो पहिलो गोल खेलको तेस्रो मिनेटमा निस्किएको गोल थियो इजेकियलबाट ललितपुर सिटी एफसी का लागि उत्कृष्ट फ्री किक प्रहार गरेका थिए त्यहाँ मणिकुमार लामाले वन्डरफुल शट थियो एक कठिन एंगलबाट हेड गर्दै गोल गरेका थिए इजेकियलले खेल सुरुवात हुँदै गर्दा नै भएको गोल कुनै पनि उत्तर थिएन अमाल नाइटसँग त्यसको त्यसपश्चात यो मौका बनेको थियो एफसी चितवनको लागि र विक्टर मानसले आफ्नो एफसी चितवनको करियरको पहिलो गोल गर्न सफल इक्वलाइजिङ गोल थियो त्यस केही कन्फ्युजन त्यहाँ ल्याक अफ कम्युनिकेसन सञ्जीव बक्समा अवश्य पनि र गोलकिपर सबै श्रेष्ठले पनि के फम्बल गर्न पुगेका थिए पहिलो बलमै उनले बललाई आफ्नो नियन्त्रणमा सहजै लिन सकेका थिएनन् पनिस गरिदिए त्यहाँ मान्सारेले र जुन प्रकारले उनले यो गोल गर्न सफल रहे देन इट वाज सम मोमेन्ट मणिकुमार लामा आफ्नो टिमलाई अग्रता दिलाउन सफल खेलमा दोस्रो पटक खेलको 80औं मिनेटमा द्याट बुलेट अफ अ शट फ्रम द फुट अफ मणिकुमार लामा पेनल्टी बक्सको एजबाट साइड एजबाट गरिएको यो फ्री किक प्रहार मणिकुमार लामा गोल नै टार्गेट गरेर प्रहार गरेका थिए र डिफ्लेक्सन भने थियो तर बल गोलवर्ड्स गएको कारणले मणिको नाममा